इफ तपाईँ एउटा स्टुडेन्ट हो भने आजको भिडियो अन्तिमसम्म हेर्नुहोस् बिकज दिज 3 थिङ्स क्यान मेक अ ह्युज डिफरेन्स इन योर स्टडिज एन्ड योर फ्युचर। नमस्कार साथीहरू, लोटस विस्डममा स्वागत छ। आज म हरेक विद्यार्थीहरूले जान्नुपर्ने 3वटा इम्पोर्टेन्ट कुराहरू सेयर गर्छु। लेट्स गेट स्टार्टेड। फर्स्टमा रहेको छ फोकस। सबै स्टुडेन्टहरूका लागि एकदमै डिफिकल्ट कुरा भनेको धेरै समयसम्म फोकस गर्न नसक्नु हो। फोकस धेरै मेहनत गरेर होइन, आफूलाई डिस्ट्र्याक्टेड बनाउने कुरालाई हटाएर र आफ्नो माइन्डलाई सधैँ एउटै ट्र्याकमा ल्याउन ट्रेन गर्यो भने बढ्छ। दोस्रो कुरा रहेको छ डिसिप्लिन। अनुशासन भनेको मन लागेका बेला मात्र काम गर्नु होइन, मन नलागेका बेला पनि सही काम गरिरहनु हो। हामी विद्यार्थीहरू मोटिभेसन हुँदा मात्र पढ्छौँ, तर सक्सेस स्टुडेन्ट मोटिभेसन आए पनि नआए पनि आफ्नो काम निरन्तर रूपमा गरिरहन्छन्। यही नै डिसिप्लिन हो। डिसिप्लिन भनेको कुनै एक दिनमा बन्ने कुरा होइन, यो हाम्रो साना साना बानीहरूबाट बिल्ड हुन्छ। थर्ड एन्ड मोस्ट इम्पोर्टेन्ट कुरा भनेको कन्सिस्टेन्सी। यदि तपाईँ फोकस रहनुभयो, डिसिप्लिन पनि बिल्ड गर्नुभयो, तर यदि तपाईँमा कन्सिस्टेन्सी छैन भने यु क्यानट बिल्ड योर फ्युचर। सो कन्सिस्टेन्सी एकदम धेरै इम्पोर्टेन्ट छ। रिमेम्बर, सक्सेस कुनै ठुलो काम होइन, डेली स्मल ह्याबिट्स हो। फोकस गर, डिसिप्लिन बन र कन्सिस्टेन्ट रह। यदि यो भिडियो युजफुल लाग्यो भने लाइक र सब्सक्राइब गर्न नबिर्सिनुहोला।